हेलो साथीहो नमस्ते। मैले फेरि आज नयाँ रेसिपी लिएर आएको छु। हेर्नुहोस् है, मैले आज इस्कुसको मोमो बनाउने छु। यो इस्कुस चाहिँ मेरो बारीकै साथी हो। हेर्नुहोस् है, मैले कसरी बनाउने छु। यहाँ इस्कुसलाई मैले कद्दुकस गरेँ मसिनो गरेर। यहाँ मैले आँटा गुन्दैछु। यो चाहिँ मैदा होइन है साथी, आँटै है। हामीले चाहिँ बेसी मैदा खाँदैनौँ, आँटै खान्छौँ। मोमो पनि आँटाकै बनाउँछु मैले। आँटा गुनेर पनि मैले माथिबाट अलिकति तेल लगाएर राखिदिएँ, छोपेर राख्छु है साथी हो। हेर्नुहोस् त, आँटालाई मजाले गुनेर अनि छोपेर राखिदिएको छु। अनि यहाँ मैले प्याजलाई पनि मसिनो गरेर काटेँ। अनि माथिबाट निमक हालेर एकछिन म यसलाई निमकमा भिज्नु दिएर निचार्छु। यहाँ मैले धनियाँ, अजिनामोटो अनि अदुवा राखेको छु। निमक हालेर मैले अब यो मोल्दिने छु। अलिकति सोया सस हालेँ अनि घिउ हालेँ। मैले चाहिँ मलाई चाहिँ मोमो चाहिँ घिउ हालेको साह्रै मनपर्छ है। अनि अलिकति मैले रिफाइन पनि हालेँ 1 चम्चा। हेर्नुहोस् त, अब मजाले मोलिदिन्छु। तपाईँले घिउ हालेर खानुहुन्न भने खाएर हेर्नु होला साथी हो। र जसले खानुभएको छैन इस्कुसको मोमो बनाएर खानु होला, बहुत टेस्टी हुन्छ। हेर्नुहोस् त, मैले यहाँनिर मजाले मोलेर राखेछु। कस्तो दामी देखेँ हेर्नुहोस् त। यहाँ मैले मोमो बनाएर पनि यहाँ हालिसकेँ भाँडामा। म अब बसाइदिएँ है। यहाँ मैले चटनीको लागि रेडी गरेछु। मसिनो टमाटर, अदुवा, लसुन, प्याज म मजाले फुराएर अनि बनाउँछु है साथी हो चटनी। हेर्नुहोस् है, मैले लसुन, प्याज, अदुवालाई चाहिँ तेलमा हालिदिएँ अनि डल्लो खुर्सानी हालिदिएँ, हरियो। अनि मसिनो खालको टमाटर, ठुलो खालको टमाटर। हेर्नुहोस् त, मजाले फ्राई गर्नुपर्छ है यसलाई चाहिँ एकछिन। मजाले हल्दी अलिकति हालिदिएँ अनि निमक हालेँ मैले। अनि मजाले फ्राई गरेर अनि म मिक्सरमा पिस्छु। हेर्नुहोस् है, कस्तो मजाले फ्राई हुन दिन्छु यसलाई म। तपाईँहरूले पनि यसरी नै बनाएर खानुहुन्छ होला साथी हो। जसले खानुहुन्न यसरी बनाएर ट्राई गर्नु होला, बहुत टेस्टी हुन्छ। मैले मजाले पाक्नु दिएँ, पाकिसक्यो है यो चाहिँ। अब चाहिँ म यसलाई पिस्छु है साथी हो। मसिनो टमाटर हाल्दा चाहिँ चखिलो हुन्छ, त्यही भएर मैले मसिनो टमाटर यहाँ हेर्नुहोस् त बर्मा धनियाँ अब म पिसेँ। हेर्नुहोस् त कस्तो दामी भयो चटनी चाहिँ। जसले खानुभएको छैन यसरी बनाएर खानु। आँटाको मोमो है साथी हो। यहाँ चटनी पनि छ हेर्नुहोस् त, इस्कुसको मोमो। कस्तो दामी देख्यो। अब चाहिँ हामीले खाने हो साथी हो। भइसक्यो।